भोटमा मूलभागका नदीहरू के त पूर्वदेखि पश्चिमसम्म सम्झिनलाई तहता सूत्रिका भइहाल्यो। नेपालको चाहिँ अब हिमालको कुरा गर्दाखेरि 8,000 भन्दा माथिको चाहिँ पूर्वदेखि पश्चिमसम्मको गर्दाखेरि होइन कमसल चोमदौ भन्न पर्यो। सुरुको चाहिँ मकालु भयो, पछाडिको म चाहिँ के त मनास्लु हो। यहाँ हामीले बुझ्नुपर्छ। र नेपालको चाहिँ औलोदेखि होचोसम्मको हिमाल कसरी सम्झिन्छ 8,000 भन्दा माथिको भन्दाखेरि एसकेएलएम सिडिएमए। सगरमाथा त 8,848 भएन 8 भइहाल्यो होइन। कञ्चनजङ्घा 85 मिटर भइहाल्यो। अन्नपूर्ण 8,091 मिटर भयो। र हामीले एउटा चाहिँ माउन्ट केटु पनि 86-11 मिटर अग्लो छ। काराकोरम हिमशृङ्खलामा पर्छ, चीन र पाकिस्तानको सिमानामा पर्छ। र अन्य जानकारी नेपाल हिमाल भनेर कञ्चनजङ्घालाई हो। दक्षिण चुचुरा लोसे भइहाल्यो। सेतो हिमाल धौलागिरी भइहाल्यो। मकालु भनेको चाहिँ कुम्भकर्ण हिमशृङ्खलामा पर्छ। एसएलसी भनेको जुन खुम्बु हिमशृङ्खलामा पर्छ। कञ्चनजङ्घा भनेको ताप्लेजुङ जिल्लामा, मकालु भनेको चाहिँ हिमाल भनेको सङ्खुवासभा जिल्लामा पर्छ। हामी यसरी हेर्न सक्छौँ।